शनिबारको दिन किन छिटो उठ्नु भन्नुभयो बिहानै 7:30 बजी उठेँ यसो यो किचनमा पसेको आज चाहिँ खाना बनाउनु पऱ्यो भन्ने जस्तो लागेर यसो सुरु गरेको कस्तो छ एकचोटि हेर मैले पानी खाएपछि अनि फेरि चिया खान मन लाग्यो चिया चाहिँ फेरि यस्तो खालको दुध हालेर चिया रङ अलिकति बाक्लो खालको चाहिँ मनपर्छ यस्तो खालको चिया पकायो यो चाहिँ एकदम मजाले तर चिनी बारीतिर हेरेको त्यहाँ कोपी फलिरहेको देखियो पुरा खेती छ नि त यहाँ धेरै डर लाग्यो हो त्यहाँबाट एउटा कोपी ल्यायो पारेर यहाँ यसरी फिजाइएको छ अब यसलाई मजाले पकाउने यतापट्टि किचन छ है यहाँ दुध ल्यायो अलिकति है त्यसपछि चामल यहाँ तरकारी मजाले पकाइन्छ कस्तो हुन्छ अहिले आमा भद्रपुर जानुभएको छ श्रीमती सानो नानी छ अनि पालो त मेरै आएको छ आज किचनको खानासाना बनाउने अब कतिको जानिन्छ यता आज खाना बनाउनु त बनाइरहेको छु है प्रायः जसो फाइनली चिया पनि खाइसक्यो अब के को पाला आयो भन्दाखेरि अब चाहिँ एउटा सानो गीत गाउने पाला आएको छ सारङ्गी रुँदैछ परगाउँमा बाँसुरीले सुल्दैछ रानी बनीमा बाँसुरीले सुल्दैछ रानी बनीमा पञ्चे बाजा नौमती लैलै राखौँ साँचेर सारङ्गी रुँदैछ परि काम गरेर खानै पर्यो होइन कता खरा कुरो खानु पर्यो सीमारेखा के देखाउन म भाग्य फेरौँला तिमी साझा बिरन मेरै बाटो हेरौँ हो तिमी साझा बिरन बाटो हेरौँ के छ फाइनली तरकारी यस्तो पकाइएको छ मिठो मिठो होला जस्तो त्यति मिठो त छैन सो हेर्दाखेरि त्यसपछि यतापट्टि बनाइयो टमाटरको अचार यस्तो बनाइयो है त यो पनि निकै मिठो होला जस्तो छ अनि यतापट्टि बनाइयो महीको सोलर बनाइयो एकदमै दामी है त हस् त आजको यो छोटो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला हस् नमस्कार।